लास्ट मंगल चौथी भेले धेरै धेरै हेलो एभ्रीवान वेलकम बैक टू माय यूट्यूब चैनल। लास्ट मंगल चौथी आज 2081 सालको 82 में चाहिँ मंगल चौथी नै रहेछ अनि हामीले मंगल चौथीको लागि यहाँ लड्डुहरू बनाउँदै छौं। लड्डु बनाउन लागेको तिल भुटेर रेडी छ। ल्वाङ र सुकमेललाई भुटेर अनि बल्ल भेलिराखेको स्वाद चाहिँ एकदम राम्रो हुन्छ कि सेन्ट, त्यही भएर ल बल्ल बन्दैछ लड्डु। भेली चाहिँ मजाले पाक्यो है। बल्ल यहाँ ग्याएर बस्छ। त्यस्तै हो। सुरुमा अलिकति नभनेर हैरान भयो, अहिले चाहिँ धेरै जमेर हैरान भयो। भेली हेर्नु कति मजाले समाते है। पण्डित बाजी आउने अरे 2 बजे, 2 ठाउँमा सकेर त्यही भएर हामीले आनन्दले गरेका छौं काम भनौं। 2 जनाको बनेछ। यहाँ हो हामीले पूजा गर्ने मंगल चौथीको। यता रिताले दुबो केलाउँदै हुनुहुन्छ। यो चाहिँ माला गराउने हो। मन लिएर आइसक्नु भएको छ। यता यो रिताकै हो, यता शान्तिको। लड्डु बनेर रेडी हुनुहुन्छ। अब हामी पण्डितजीलाई कुरेर बसेछौं। अब पण्डित बाजे कति बेला आउनुहुन्छ थाहा छैन। 2 ठाउँमा सकेर हो आउने। अब आउनुहुन्छ होला, लगभग आधी घण्टा त भयो होला है। फोन गरेको नि भयो हैन। अब आउनुहुन्छ 2 साढे 2 बजे आउनुहुन्छ। अब हेरौँ कति बजेसम्म सकिन्छ। सामान यता खत्रङ खुत्रुङ फलफुलहरू सामग्रीहरू यता छन्। ल अब यहाँ शान्तिले चाहिँ कलश सिँगार्ने कार्यक्रम गरिरहेकी छिन्। आएको त अघि नै हो के अरे, घर गएर च्याखेर बसेको थियो। त्यही हो, त्यही हामीले संख्या त मानेको थियौँ। अनि हामीले चाहिँ यता माला बनाउँदैछौँ। हो ल हामीले सामानहरू सब रेडी पारेर बसेछौँ। पण्डितजी आउनु भएको छैन, पण्डित बुवा आउनु भएको छैन। लागि सामानहरू रेडी गरेर बसेका छौँ। पण्डित बुवा आउनु भएकै छैन, छैन। 3 बजिसक्यो। सामान कलशहरू सब हामीले रेडी पारिसकेका छौँ। ठाउँ अब यहाँ यस्तरी गर्ने भने अहिले पण्डित बाजे आएर कता कता के गरिदिनुहुन्छ। सामानहरू सब रेडी छ। तयारी अवस्थामा बसे हामी त्यसरी एकदम रेडी अवस्थामा छौँ। पण्डित बाको वेटिङमा छौँ। कति बेला 3 बजिसक्यो। अझै कति बेला आउनुहुन्छ थाहा नै छैन। आएपछिको पनि हुन्छ भिडियोहरू। लास्टसम्म हेर्नु होला है। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब पनि गर्नु होला। नमस्कार, धेरै धेरै स्वागत छ हजुरलाई। धेरै वेटिङमा पार्नु भयो भन्ने अरे के। भ्याउनै पर्यो। सही हो, सही हो, एकदम सही हो। हामी सब सामान रेडी पारेर एकदम प्रिपेयर अवस्थामा छौँ। यतै हो। त्यो चुबाएका कतिवटा हुन्छ चुबा? धान त आइहाल्छ त्यसो गर्दा पनि। चुबाए चुबा
एउटा यहाँ बरघाटमा पनि हो अरे 17 गते आडा ओम श्री गणेशाय नमो नमः। रामायण 3:40 भयो भिनाजु। भोक लाग्यो हैन छोरी? 5:40 मा भ्याइन्छ। साँच्चै 1 घण्टामा? 3:40 बाट 5:40 1 घण्टा हुन्छ। ए 2 घण्टामा? ल ठिक छ। जसो जसो पण्डित बाजे त्यसै त्यसै सुहा भन्छ त्यही हो। टपरी चामल राख्ने भनेको खै यहाँ कलश र टपरी चामल। ल अब सुरु हुन लाग्यो पूजा हाम्रो। ए छैन हट्नुहुन्छ। मलाई त्यो काम गरेको खिचिदिने हो। भिडियो नै रहेछ यो त। त्यो कटोरलाई छोडिदिनु। यो होला नि। ल अब बत्ती बाल्न पर्यो। बत्ती बाला त्यहाँ गएर जग्गा फर्काउनु पनि हुन्छ, पूजा जुत्ता फर्काउनु हुन्छ, दक्षिण होइन फर्काउने, नभए जुत्ता फर्काउनु केही हुन्न। ल पुस्तकमा त तल्लो दुलो त टिको लगाएर मलाई दिने हो। नमो नारायणाय वासुदेवाय जानुभएको टिका लगाएर टिको लगाएर उतै टिका ल्याएर जानुभएको। स्वस्ति न पुखारि सुवेदा स्वस्ति बत्ती ननिभाइकन यसरी जल घुमाइदिनु र नमस्कार गर्नु। कलसीको पूजा गर्नु। यहाँ भ्याइएकै छैन। दौड त्यहाँ नै कोठामा बसेपछि भ्याइएकै छैन त यहाँ। बत्ती बालिदिनु। राको नबनाउनु, सानो बाल्नु है। ओम चंद्रमा मनसो जात दीपम दशामी सिद्धि सिद्धि सहिताय शिवलाराय परिवाराय शुभम दीपम समर्पयाम। राजदीप कतै यसो जल घुमाइदिनु, हात धोएर जल घुमाइदिनु। जे तीर्थान पत्र अब यहाँ भगवान्लाई प्रसाद चढाइदिनु, गनौटा प्रसादहरू चढाइदिनु। गनौटा सबै प्रसाद अनि बत्ती पछि बाल्ने सबै चढाइदिनु। गनौटाहरू चढाइदिनु है। पहिला यो चढाइदियो अहिले आरतीको गनौटा बत्ती अहिले आरती बेला बालौँ ल। अब सुरुमा के चढाउने? दुबोहरू होला नि त हैन? दुबो राखेर त्यसमा तुलसी राख्ने नि दुबो राख्ने। ओम नाभ्या आसीनं परिणतो हो समवतता पद्माभो। त्यही भन्नु अब पहिला दुबो चढाउने त्यहाँ लड्डु नैवेद्यम समर्पयामि। त चढायो त्यही भएर लङ सुकमेलहरू चढाइदिनु। त्यसपछि जल चढाइदिनु। हातमा फुल लिएर यसरी चढाइदिनु। यसरी हातमा फुल लिनु, यसो यसरी यसो गरेर चढाइदिनु। अगु सुनाते अगु अगु सुनाते अगु सुप्रिय पृच्छताम ऋतु फल भनेर यति बेला फल्ने फलफुल चढाइदिने। बीज पुरा नारिकेल फल
लड्डु चढाइदियो भयो नौवेदहरू सबै गर्नु अब अनि त्यहाँ दक्षिणा चढाइदिनु ओम हिरण्य गर्भ हिरण्य गर्भ सारी पुत्र अब 21 लाभाहरू चढाइदिने अनि फेरि 21 दुबो चढाइदिने ओम गणाधिपाय नमः ओम उमापुत्राय नमः ओम अग्निनाथाय नमः एकदन्ताय नमः ईश्वरपुत्राय नमः ओम ईश्वरवाहनाय नमः ओम विनायकाय नमः ईश्वरपुत्राय नमः सरस्वतीपदकाय नमः कुमारगुरवे नमः सुमुखाय नमः ओम गणाधीशाय नमः ओम गजमुखाय नमः ओम हरसुनाय नमः शूर्पकर्णाय नमः ओम वक्रतुण्डाय नमः ओम भुवगर्जाय नमः ओम विगताय नमः ओम विगताय नमः ओम भारत नमस्कार चढाइदिनु ल अब कथा सुन्ने हात जोडेर दशभुजम सर्वावयव सुन्दरं प्रथमं कार्यमास गजाननं राघवं संयम मंगल विषय मानसोगणान भवमान्य तुमते ते पुरा बात हो आरती एक गरौटाको गर्ने गरौटा गर्ने यति यसो चल्चलाइदिनु त यहाँ अनि अर्घलाई आफूपट्टि फर्काएर अर्घ चलाइदिनु कटौरा उचालेर आफूपट्टि फर्काएर अर्घ चलाइदिनु हो त्यसरी उठेर यसो उठेर त्यहाँ पढ्नु पर्यो नि हरि ओ महासहस्र शेरिका पुरुष सहस्राग सदादश भूमिको सर्वदा साङ्गलाम पुरुष वेदगु तिरुपति एता बालसे महिला पाउँछ ग्राम शासनान सनेवित तो विराट विराजति पुरुष सदा तो तेरे देवाल के चाहे संजत पुरुष मदद को तिधा बेकल पहन मुक्ति ऐसे हैन केही बोले यसो त्यहाँ पूजा अब यहाँ बत्तीसँग रहेन भन्नु है आरती हो आरती हो आरती गनौटा सनौटा सबै यसैमा हाल्ने आरतीमै त्यसो भए गनौटा बाल्नु छुट्टै गर्नु हामीले एकै ठाउँ गर्यौं त के गनौटा केही हुन्न गनौटा यो दुईटा गर्न मिल्यो नि त्यही त हामीले तिमीहरू नि एउटा गर्न मिल्छ ल पूजा ओम आरती वार्ती वागुर गाति प्रायदावम ये दिवसला विद्युतैकं वतते तमः ओम महावतते तमः उठेर आरती ओम उठे पनि हुन्छ ओम जय गणेश जय गणेश जय गणेश देवा माता पार्वती पिता महादेव लड्डुहरूको भोग राज सन्तल सन्देवा जय गणेश जय गणेश जय गणेश काको भाइ सिंदर पोते मुसाको सगारी नन्दलाई आँखा दिने कोडीलाई काया बाजीलाई पुत्र दिने ननालाई माया जय गणेश जय गणेश जय गणेश देवा माता लक्ष्मी पार्वती पिता महादेवा लड्डुको त भोग लाई सङ्ग सेवा आरत फल चढ निमेला जय गणेश जय गणेश जय गणेश देवा माता जति पार्वती पिता महादेवा दुखीलाई सुख दिने सम्मुखा हो छोरा इच्छा पुरा गरी जो मनका गोरा जय गणेश जय गणेश जय गणेश देवा माता जति पार्वती पिता महादेवा जय गणेश जय गणेश जय गणेश देवा माता जति पार्वती पिता महादेवा कपुर थपेर देखाइदिनु कपुर आइन ओम कर्पूर पुरेण मनोहरेण सुबल पादोदक सहितेन पतिव भाषा सहसागतेन निराजनन्ति पुरकसकुले कर्पूर गौरम करुणावतारं संसारसारं सदा वसन्तं विद्यारतिं भवानी सहितं नमामि यो बाहेक छुट्टै आरती छहरू आरती छ ल
ननिभाइकन जाउँ भएन। ओम सप्त शासन परिदय श्री संसंगा देवा जन धनु जैन जन मैले तत्त्व देवा धर्म टिप्दै महिमा पुरुष हाले सन्ति देवा सप्त शासन परिदय संसंगा देव जन अनि पूर्व पश्चिम अब पूर्ण पात्पछि पूर्ण पात्र दक्षिण पूजा ल अब पूर्ण पात्र पूजा गर्नु त दक्षिण पूर्ण पात्र पूजा गर्नु दक्षिण जने सुपारी पूर्ण पात्र राख्ने हो फल राख्ने हो ल पूर्ण राख्नु त ठिक गर्नु ओम पूर्ण पात्र पैसा पनि हो न अब यहाँ यसो टिका लाउने त्यही त बुवाएर दिने नि हो सबै हो कि अब पूजा गरेको म त ए ल रुक्नु के गरेस् फेरि म त्यसमै यसो गरेछु भन्दा फेरि ओम सतत्कर्म हो ओम महापूर्वोक्त संकल्प सिद्धिरस्तु अब यसो जल तिलाइन अरू पानी आदि जल समर्पयामी अब सङ्कल्प लिने हरिओम तसत कुश लिएर तिलाइ जल लिएर टपरीको पैसा अनि फेरि त्यो टपरीको सङ्कल्प लिने दक्षिणा अलग राख्नु है दक्षिणा पछाडि सङ्कल्प हुन्छ पूर्वोक्त सङ्कल्प सिद्धिरस्तु हो पूर्व सिद्ध अद्य अमुक गोत्र भारत अत्रि आत्रे होइन आत्रे भारत आत्रे गोत्र आत्रे गोत्र पन्नाहम देव्याहम मम पूर्व सिद्ध कृत छ मम चतुर्थी पूजा कर्मणि कृत छ मम चतुर्थ व्रतद्वारा शक्ति सहित श्री गणेश देवता प्रीतम इदम ज्योति सूर्य सूर्य ज्योति सूर्य जगो आत्मसंपदा संतोष योग जय गणेश भक्तजन का प्यारा सर्वप्रथम ध्यान गर्छौ सिद्धि उतारा भद्रतुण्ड तिम्रो नाम एक दन्तधारी ईश्वर गणी भक्तजन का सब दुकारी जय गणेश भक्तजन का प्यारा सर्वप्रथम ध्यान गर्छौ सिद्धि उतारा विघ्न राजा शान्ति दिने तिम्रो जप ध्यान भालचन्द्र भक्तजन को पूर्ण गर काम जय गणेश भक्तजन का प्यारा सर्वप्रथम ध्यान गर्छौ सिद्धि उतारा तिमी सधैँ रुचाउँछौ लड्डु दुबो मेवा सिद्धि देवको भक्तजनलाई गणपति देवा जय गणेश भक्तजनका प्यारा सर्वप्रथम ध्यान गर्छ सिद्धि देव सारा भाद्र महिना शुक्ल वर्ष चौथी मङ्गलबारमा गणेशजीको अवतार भयो कैलाश दरबारमा जय गणेश भक्तजनका प्यारा सर्वप्रथम ध्यान गर्छ सिद्धि देव सारा जय गणेश देवा ओम गणेश पूजने कर्म निर्मल मध्यम कीर्तन तेन सर्व सर्वात्मा पसंद भव सर्वदा राखेर यसो जाउँ भन्यो हाता घिउ लाएर यसरी सेकेर यसरी भगवानलाई देखाइदिनु ओम महा आराधिवा सत मदिना श्याम सर्वभूयस्त सरस्वता हाता खोलिनु हात जोड्नु ओम गजाननं भूतगणाधिसेवितं कपितजम्बुफलचारुभक्तमासुतं विनाशकारणं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगत्ताय नागनाथाय नमो नमते व्यासेश्वर सुखदेव भगवानेश्वर लाइनै छैन त देवी प्रपन्नार्थे हरे पछिद पछि मेरो मनोरथ पूर्ण गरिदिनु होला है मैले केही जानेकी छैन मलाई क्षमा दिनु होला मेरो भक्ति अनुसार शक्ति अनुसार मैले पूजा गरेकी छु मलाई क्षमा दिनु होला भनेर बारम्बार
क्षमा माग्नुहोला अपराधं सहस्राणि क्रियन्ते यस्मयादासं क्षेमस्व परमेश्वरं मन्त्रहीनं क्रियाहीनं विधिहीनं सुरक्षित मया देव परिमल समय अवहातका औँठी पुगाएर जलमा लिएर यसो घुमाएर जत्राइनु ओम यानि कानि च पापानि जन्मकृतानि तानि पञ्चपदे वदे सप्तचतुर्पदे सप्तमकृता देवदिन पशुं महा ओम चढाइदिनु कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मनो वा प्रत्यक्षावि नारायणादि समर्पयामि त्यही छोडिदिनु यति हात जल गरेर भैलो खसाल्नु र तैँको यसो टिको लगाउनु आफूले ल यसो हात धुनु र त्यो विशेष अर्घ अन्तिम अर्घ कटोराको दही पुजारेको त्यहाँ चढाइदिनु त ओम यही सूर्य सहस्रांश हो तेजो राशि जगतपति अनुकम्पा ल भयो विघ्न हर्ता गणेशजीको जय, कर्म साक्षी दिवनारायणको जय, वरुण कलशको जय, हाम्रा आदरणीय सभा भारद्वाज गोत्रका पितृहरूको जय, आदरणीय भारद्वाज गोत्रका कुलहरूको जय, देवी देवरालीहरूको जय, 33 कोटी देवताहरूको जय, गौ माताको जय, पृथ्वी माताको जय, सनातन धर्मको जय, सनातन वैदिक धर्मको जय। मङ्गल चौथी सकियो। अब फुलपाती लगाएर बगाइदिनु पऱ्यो। रातिको 7:13 गयो। सबै काम सक्यो। अब सेलाएर आउने हो। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई।